जुलाई 26, 2019 सगरमाथा पछाडि संसारको सबैभन्दा अग्लो हिमाल पाकिस्तान स्थित माउन्ट K2 को सक्सेसफुल आरोहण गरेर बेस क्याम्प फर्केको करिब 10 घण्टा लगत्तै निम्स दाई र उनको टिमले पाकिस्तानकै 8000 मिटर भन्दा माथिको अर्को हिमाल ब्रोड पिकलाई पनि सक्सेसफुली कन्कर गरेका थिए। ब्रोड पिक वर्ल्डको 12th हाइएस्ट पिक मानिन्छ र निम्स दाईले को ओन गरेको इलाइट एक्सपेडिसन माउन्टेन गाइड कम्पनीकै वेबसाइटले ब्रोड पिकलाई अन्य 8000 मिटर भन्दा अग्ला हिमालहरूको तुलनामा रिलेटिभली इजी क्लाइम्ब भनेर भनेको छ। तर तुलनात्मक हिसाबमा सजिलो क्लाइम्ब भए तापनि त्यतिबेला नै ब्रोड पिक चढ्दा र झर्दा निम्स दाईले निकै चुनौतीहरूको सामना गर्नु परेको थियो। कतिसम्म भने उनले त्यतिबेला धेरै पेन भएको कारण गिभ अप नै गर्ने सोचेका थिए। उनले आफ्नो किताबमा लेखेका छन्, इफ आई डाइड हियर देन अल अफ द पेन वुड इन्ड। यदि यही मेरो मृत्यु भयो भने कम्तीमा यो दुखाइबाट त मुक्त हुन्छु। संसारका टोटल 14वटै 8000 मिटर भन्दा अग्ला हिमाल सबैभन्दा चाँडो चढ्ने लक्ष्य राखेका निम्स दाईले त्यसअगाडि नै 11वटा हिमाल चढिसकेका थिए र आफ्नो लिमिटलाई अल्टिमेट पुश गर्दै अन्ततः ब्रोड पिक पनि उनले सफलतापूर्वक कन्कर गर्छन्। त्यसपछि उनले थप 3वटा हिमाल चढ्छन् र वर्ल्ड रेकर्ड नै बनाउँछन्। अब ब्रोड पिकको सफल आरोहणको करिब 7 वर्षपछि 2026मा निम्स दाई फेरि पाकिस्तान फर्कन्छन्। तर यो पटक उनको क्लाइम्बिङ प्लानमा ब्रोड पिक थिएन। उनी पाकिस्तानमै रहेको अर्को हिमाल गेसर ब्रम सेकेन्ड अर्थात् G2 चढ्नका निम्ति त्यहाँ पुगेका थिए। तर यही बेला उनले आफ्नो प्लान चेन्ज गर्छन् र पाकिस्तानमै हुँदाखेरि ब्रोड पिकलाई पनि पुनः दोस्रो पटक कन्कर गर्ने सङ्कल्प गर्छन्। ब्रोड पिक चढ्नु अघि निम्स दाईले सोसल मिडिया मार्फत सुरक्षित रूपमा चढ्न र सुरक्षित तल फर्किन पाऊँ भनेर कामना पनि गरेका थिए। तर दुर्भाग्यवश यही अनप्लान्ड समिट उनको जीवनको अन्तिम समिट बन्न पुग्छ। The mountaineering world has lost one of its brightest and bravest stars. This is Project Possible! Nirmal Nimsdai Purja has been killed along with 9 other climbers. The statement released today also said there were no words that could ease the pain of this unimaginable loss. जुलाई 30, 2026मा एभालेन्सले गर्दा निम्स दाई सहित उनको टिमका 9 जनाको त्यही बेला मृत्यु हुन्छ। अन्ततः संसारले लिभिङ लेजेन्ड अनि रेकर्ड ब्रेकर जसरी चिनेको एम्बिसियस निम्स दाई हिमालको काखमै अस्ताउँछन्। तर आखिर निम्स दाईले किन आफ्नो प्लान चेन्ज गर्नु पर्यो त? अनि निम्स दाई आखिरमा कसरी यस्तो एम्बिसियस व्यक्ति बन्न पुगे त? आजको इन्डेप्थ स्टोरीले नेपालमै जन्मे हुर्केका निर्मल पूर्जा मगरको साहसी जीवनलाई एकदम नजिकबाट पछ्याउन गइरहेको छ। प्रस्तुत छ द एम्बिसियस लाइफ अफ निम्स दाई। Giving up is not in the blood, sir. It's not in the blood. अब भिडियो सुरु गर्नुभन्दा अगाडि लेट्स क्विकली टक अबाउट ट्याप सेन्ड। पछिल्लो समय ट्याप सेन्ड विदेशबाट नेपाल पैसा पठाउन एकदमै भरपर्दो माध्यम बनिरहेको छ। भरपर्दो सँगसँगै यो एकदमै सजिलो पनि छ। बस ट्याप अनि सेन्ड। ग्लोबल्ली 15 मिलियन भन्दा बढी डाउनलोड भएको ट्याप सेन्डले एसिया, अफ्रिका, मिडल इस्ट र ल्याटिन अमेरिकामा 2018बाट आफ्नो सर्भिस दिँदैछ। अहिले स्क्रिनमा देखाइएको यी देशहरूबाट तपाईले ट्याप सेन्डको प्रयोग गरेर सजिलै नेपाल पैसा पठाउन सक्नुहुन्छ। र ट्याप सेन्डको सबैभन्दा बेस्ट पार्ट भनेको चाहिँ अन्य कम्पिटिटरले एडिसनल सर्भिस फी लिँदै गर्दा ट्याप सेन्डमा कुनै पनि सर्भिस फी लाग्दैन। बरु उल्टै तपाईहरुले प्रोमो कोड IDS युज गर्नुभयो भने फर्स्ट टाइम युजरले $20 बोनस पनि पाउनुहुन्छ। ट्याप सेन्डबाट गरेको 95% अफ ट्रान्जेक्सन 10 मिनेटमै नेपालको बैंकहरुमा अवेलेबल हुन्छ र यसमा बैंक डिपोजिट र क्याश पिकअपको पनि व्यवस्था छ। थप डिटेल्स डिस्क्रिप्सनमा छ। आजै ट्याप सेन्ड डाउनलोड गरी नेपाल पैसा पठाउनु होला र तपाईको $20 बोनस पनि क्लेम गर्नु होला। ओके, लेट्स स्टार्ट द भिडियो। च्याप्टर 1 चाइल्डहुड। 25 जुलाई 1983 एडी म्याग्दी जिल्लाको दानागाउँ भन्ने एउटा सानो गाउँमा निर्मल पूर्जा मगरको जन्म भएको थियो। 3 जना दाइ र 1 जना बहिनी सँगसँगै हुर्केका निर्मल परिवारको कान्छो छोरा थिए। कान्छै भए पनि उनलाई पछि संसारले चाहिँ निम्स दाई भनेर चिन्यो। इन्डियन गोर्खा रेजिमेन्टमा कार्यरत बुबा नन्दबहादुर पूर्जा र आमा पूर्णकुमारी पूर्जाको अन्तर्जातीय विवाह भएको थियो। उनको बुबा नन्दबहादुर पूर्जा इन्डियन गोर्खा रेजिमेन्टमा कार्यरत थिए, तर उनी 1 जनाको मात्रैको कमाइले 7 जनाको परिवार चलाउन गाह्रो थियो। त्यही कारण निम्स दाईकी आमा घरमा 2 पैसा जोड्नका निम्ति खेतबारीमा काम गर्थिन्। घरको आर्थिक स्थिति कठिन भए तापनि जसो तसो गुजारा चलेकै थियो।
म्याग्दीको दाना गाउँमा बर्खामा सधैँ बाढी पहिरो आइरहने भएकाले निर्मल पूर्जा 4 वर्षको हुँदा उनको परिवार त्यहाँबाट चितवनको रामनगर बसाइ सर्छ। चितवन बसाइ सरे पछाडि पूर्जाका 3 जना दाइहरू बिस्तारै ब्रिटिस आर्मीमा भर्ना हुन्छन् र परिवारको आर्थिक स्थिति पनि केही राम्रो हुँदै जान्छ। घरमा राम्रै आम्दानी आए पछाडि पूर्जाले पनि चितवनको एउटा इङ्ग्लिस मिडियम बोर्डिङ स्कुलमा पढ्न पाउँछन्। अब छोरो बोर्डिङ स्कुलमा पढ्छ भनेर परिवारले त गर्व गरिरहेको थियो, तर स्कुलमा चाहिँ निर्मल त्यहाँका सिनियर स्टुडेन्टहरूबाट बुलिङमा पर्थे। त्यही कारणले बुलिङबाट बस्न स्कुलकै पढाइको दौरान होस्टलमा बस्दा निर्मल पूर्जाले किक बक्सिङ सिक्छन्। निर्मल पूर्जा क्लास 9 सम्म आइपुग्दा किक बक्सिङमा निकै प्रखर भइसकेका थिए। उनले केही कम्पिटिसनमा पनि भाग लिएका थिए र रिजनल च्याम्पियन पनि भएका थिए। च्याप्टर 2 द ड्रिम अफ गोर्खा आर्मी। सानैदेखि पूर्जाको मनमा एउटा सपना थियो, आफ्ना दाइहरू जस्तै ब्रिटिस आर्मीमा भर्ती हुने। तर ब्रिटिस आर्मीमा भर्ती हुन त्यति सजिलो भने थिएन। 17 देखि 21 वर्षका हजारौं केटाहरूले कडा फिजिकल र मेन्टल टेस्ट पास गर्नु पर्थ्यो। यतिसम्म कि दाँतमा 4 वटा भन्दा बढी फिलिङ भएको, नक्कली दाँत हालेको या मुखमा ठुलो ग्याप भएमा पनि सिधै रिजेक्सन फेस गर्नुपर्ने हुन्थ्यो। यही कठिन कम्पिटिसनका बीच 2001 सालमा पूर्जाले पहिलोचोटि भर्तीको लागि प्रयास गर्छन्। त्यो वर्ष नेक्स्ट फेजको लागि 25 जनालाई मात्र सेलेक्ट गरिने थियो। फिजिकल टेस्ट पास गर्ने 18 जना मध्ये उनी पनि एक हुन्छन्, तर फाइनल क्यान्डिडेट लिस्टमा उनको नाम 26औं स्थानमा आउँछ। यसरी एउटै र्याङ्कको फरकले उनी सेलेक्सनबाट बाहिरिन्छन्। यो नतिजाले उनलाई एकदमै निराश बनाउँछ र एकपलको लागि चाहिँ गोर्खा लाउरे बन्ने सपना नै छोडिदिउँ कि जस्तो पनि लाग्छ। तर त्यो निराशाबाट बाहिर निस्किएर उनले दोस्रो वर्ष फेरि ट्राई गर्छन् र यो पटक चाहिँ भर्ती हुन सफल हुन्छन्। त्यो सफलतासँगै 2003 सालमा उनी पहिलोचोटि युके जान्छन्। त्यहाँको चिसो मौसम र लोकल एक्सेन्ट बुझ्न पूर्जालाई निकै गाह्रो हुन्थ्यो। उनलाई सबै कुरा एकदमै एलियन झैँ लाग्थ्यो। ब्रिटिस आर्मीको इन्फेन्ट्री ट्रेनिङ कोर्समा 36 हप्ता लामो गोर्खा ट्रेनिङ सकिए पछाडि पूर्जा क्विन्स गोर्खा इन्जिनियरमा भर्ती हुन्छन् र त्यहाँ टेक्निकल स्किलसँगै 13 हप्ता लामो अल आर्म्स कमान्डो कोर्स पनि पुरा गर्छन्। 2007 सालमा ब्रिटिस मिलिटरीको अपरेसन हेरिक अन्तर्गत पूर्जा पहिलोचोटि अफगानिस्तान डिप्लोय हुन्छन्। त्यही क्रममा उनले SBS अर्थात् स्पेसल बोट सर्भिस र SAS अर्थात् स्पेसल एयर सर्भिसको हस्टेज रेस्क्यु र हार्ड एरेस्ट जस्ता डरलाग्दो गोप्य अपरेसनबारे थाहा पाउँछन्। उनलाई ब्रिटिस आर्मी हुनुमा निकै गर्व थियो, तर पूर्जा त्यहाँसम्म मात्र सीमित नरहेर बेस्ट बन्न चाहन्थे। त्यसैले अब उनको लक्ष्य पनि ब्रिटिस आर्मीको गोप्य अपरेसन स्पेसल फोर्स बन्छ। सुरुमा उनलाई स्पेसल एयर सर्भिसमा इन्ट्रेस्ट हुन्छ, तर एउटा साथीले उनलाई स्पेसल बोट सर्भिस चाहिँ झन् धेरै ब्याडास र इलाइट मानिन्छ भनेर भन्छन्। पूर्जालाई त बेस्ट नै बन्न थियो, त्यसैले उनले स्पेसल एयर सर्भिस नरोजेर स्पेसल बोट सर्भिस रोज्ने निर्णय गर्छन्। च्याप्टर 3 एम्बिसन टु बी द बेस्ट। 2008 मा युके स्पेसल फोर्सेस सेलेक्सनको लागि उनको एप्लिकेसन एक्सेप्ट हुन्छ। युके स्पेसल फोर्सेस सेलेक्सन भनेको 6 महिना लामो एकदमै कडा तथा गाह्रो टेस्टिङ फेज हो। यो निर्णय आफैमा धेरै ठुलो थियो, किनकि त्यो बेलासम्म कुनै पनि नेपालीले SBS जोइन गरेको इतिहास नै थिएन। नेपाल जस्तो ल्यान्डलक देशबाट आएका मान्छेलाई अन्डर वाटर डाइभिङ र स्विमिङमा पर्फेक्ट हुन निकै गाह्रो हुन्थ्यो। त्यसैले आफ्नै रेजिमेन्टभित्रका साथीहरूले पनि उनको यो एम्बिसियस सपनालाई मजाक बनाएर उडाउने गर्थे। तर पनि पूर्जा आफ्नो लक्ष्यतर्फ केन्द्रित थिए। SBS को माहौल उनको लागि नौलो थियो, त्यहाँ धेरै जसो ब्रिटिस नागरिकहरू नै हुने गर्थे। अब नेपाली ह्युमर र ब्रिटिस ह्युमरमा आकाश जमिनको फरक थियो, त्यसैले त्यहाँ फिट हुनको लागि पूर्जाले ब्रिटिस जोकहरू किताब रटि नै रट्छन्। सेलेक्सनकै क्रममा ग्रेमेन भन्ने एउटा खास स्किलको डिमान्ड हुन्थ्यो। यो अनावश्यक फोकस र एटेन्सनबाट जोगिएर आफूलाई भिडमा लुकाउने एउटा निकै इम्पोर्टेन्ट ट्याक्टिक्स थियो। तर आफ्नो फरक स्किन कलरले गर्दा पूर्जा भिडमा मिसिन सक्दैन थिए र उनको सानो गल्ती पनि इन्स्ट्रक्टरहरूले सबैभन्दा पहिला नै समातिहाल्थे। यस्तै कठिनाइका बावजुद उनले कोर्स पुरा गरेर फाइनल्ली स्पेसल बोट सर्भिसको अफिसियल मेम्बर बन्न सफल हुन्छन्। ब्याजिङ डे अर्थात् SBS को ब्याज पाउने दिनमा उनले जिन्दगीमा पहिलोचोटि रक्सी पिउँछन् अनि त्यस दिन उनलाई आफूलाई उनीहरू मध्येको एक भएको महसुस हुन्छ। उनको जिन्दगी अब बोट ट्रेनिङदेखि प्लेनबाट प्यारासुट जम्पसम्म एकदम फास्ट पेस्ड र डिमान्डिङ मोडमा प्रवेश गर्छ। उनका साथीहरूले निम्स नेपालबाट हो भन्ने थाहा पाए पछाडि उनलाई कस्तो छ त एभरेस्ट भनेर प्रश्न गर्थे।
आफूले एभरेस्ट त के एभरेस्ट बेस क्याम्प समेत देखेको छैन भनेर साथीहरूलाई सुनाउँदा उनलाई लाज लाग्थ्यो। स्कुलमा चाहिँ बुलिड भएको जस्तो लाग्थ्यो। त्यसैले डिसेम्बर 12मा 29 वर्षको उमेरमा उनले पहिलोचोटि एभरेस्ट बेस क्याम्पको ट्रेकिङ गर्छन्। त्यहाँ उनको भेट फेमस क्लाइम्बर दोर्जे खत्रीसँग हुन्छ, जो पछि गएर उनका गाइड र मेन्टर बन्छन्। तर बेस क्याम्प पुगेर एभरेस्टलाई आफ्नै आँखाले देख्दा उनलाई ट्रेकिङले मात्र आफ्नो आकांक्षा पुरा हुँदैन भन्ने कुरा थाहा भइसकेको थियो। जिन्दगीमा बेस्टको पछाडि भाग्ने पूर्जा अब संसारको टपमै पुग्न चाहन्थे। उनी आफ्नो पहिलो प्रयासमा 6812 मिटर अग्लो आमा दबलाङ चढ्न चाहन्थे। तर एभरेस्ट चढिसकेका मान्छेहरूको लागि पनि यो हिमाल चढ्न गाह्रो भएको भनेर दोर्जेले सुनाउँछन्। त्यसपछि उनीहरू नजिकैको लोबुचे इस्टतिर लाग्छन्। दोर्जेको अन्डरमा पूर्जा बिस्तारै भए पनि टपमा पुग्छन्। समिट पुगेर जब दोर्जेले बादलहरूमाथि एभरेस्ट, लोच्छे र मकालुतिर पोइन्ट गर्छन्, पूर्जाले त्यही बेला 3टै हिमाल चढ्ने मन बनाइसकेका हुन्छन्। मिलिटरी क्लाइम्बिङ कोर्सहरूबाट स्किल जुटाउँदै गर्दा 2015 को गोर्खा G200E एभरेस्ट एक्सपेडिसनको लागि उनको सेलेक्सन हुन्छ। तर लास्ट मिनेटमा अर्को एउटा मिलिटरी अपरेसनका कारण उनलाई रिप्लेस गरिन्छ। तर त्यही वर्ष आएको भूकम्पले गर्दा त्यो सिजनको एक्सपेडिसन नै क्यान्सल हुन्छ। यसैबीच 2014 को खुम्बु आइसफल ट्राजेडीमा 16 जना शेर्पासँगै पूर्जाका मेन्टर दोर्जे खत्रीले पनि आफ्नो ज्यान गुमाउँछन्। यसको 2 वर्ष पछाडि 2016 मा अचानक पूर्जाले 4 हप्ताको लिभ पाउँदा गाडी किन्ने झुटो बहाना बनाएर ब्याङ्कबाट पर्सनल लोन लिन्छन् र कुनै पनि मिलिटरी ब्याकिङ बिना नै त्यो पैसा लिएर एभरेस्ट सोलो क्लाइम्ब गर्न काठमाडौँ उठ्छन्। अन्त्यतः पूर्जाले एभरेस्ट समिट गर्न सफल पनि हुन्छन् र फर्किँदै गर्दा आफ्नो टिम मेम्बरले छाडेर गएका एउटा घाइते इन्डियन क्लाइम्बरलाई रेस्क्यु पनि गर्छन्। यो सँगै उनी रेजिमेन्टबाट एभरेस्ट चढ्ने पहिलो सर्भिङ मेम्बर बन्छन्। तर यो तथ्य बाहिरमा 2017 को अफिसियल G200E एक्सपेडिसन क्यान्सल हुने डरले उनले यो अचिभमेन्टलाई गोप्य राख्छन्। पछि मे 2017 मा उनले अफिसियल्ली G200E टिमको इन्स्ट्रक्टरलाई यो तथ्यबारे खुलासा गर्छन् र यो पोइन्टदेखि नै उनको मिलिटरी ब्याक क्लाइम्बिङ करियर सुरु हुन्छ। यो एक्सपेडिसन अन्तर्गत निम्स दाइले एभरेस्ट समिट गरे पछाडि त्यही दिन लोच्छे र त्यस पछाडि मकालु समिट गर्न लाग्छन्। एभरेस्टबाट मकालुसम्मका यी 3वटा 8000 मिटरभन्दा अग्ला हिमाल केवल 5 दिन 3 घण्टा र 35 मिनटमा चढेर उनले फास्टेस्ट ट्रिपल हेडरर अफ दि हायर 8000र्सको विश्व कीर्तिमान बनाउँछन्। तर रोचक कुरा, बेस क्याम्प फर्किएपछि मात्र उनले आफूले विश्व कीर्तिमान बनाएको थाहा पाउँछन्। अब उनलाई अझै ठुलो च्यालेन्ज चाहिएको थियो। त्यसैले उनले अब अनलाइन रिसर्च सुरु गर्छन्। संसारको सबै 14वटा 8000 मिटरभन्दा अग्ला हिमालहरू चढ्ने रेकर्ड साउथ कोरियाका किम च्याङको नाममा रहेछ। उनले यो टार्गेट पुरा गर्न 7 वर्ष 10 महिना र 16 दिन लगाएका रहेछन्। पूर्जाले यही रेकर्डलाई 7 महिनामै कम्प्लिट गर्छु भनेर लक्ष्य राख्छन् र आफ्नो यो ग्रान्ड मिसनलाई प्रोजेक्ट पोसिबलको नाम दिन्छन्। च्याप्टर 4 प्रोजेक्ट पोसिबल। संसारका 14वटा सबैभन्दा अग्ला 8000 मिटरभन्दा माथिका हिमाल केवल 7 महिनाभित्र चढ्ने। सुन्नमै यो लक्ष्य इम्पोसिबल जस्तो लाग्थ्यो। तर यही इम्पोसिबल जस्तो देखिने लक्ष्यलाई पोसिबल बनाउने सङ्कल्प निम्स दाइले लिएका थिए र यही सङ्कल्प उनको जिन्दगीको सबैभन्दा ठुलो टर्निङ पोइन्ट बन्नेवाला थियो। किनभने प्रोजेक्ट पोसिबल सुरु गर्न उनले सबैभन्दा पहिला ब्रिटिस मिलिटरीको आफ्नो सुरक्षित करियर छोड्नु पर्थ्यो। त्यति बेला उनी नै परिवारको मुख्य आर्थिक आधार थिए। 16 वर्ष लामो मिलिटरी करियर, निश्चित तलब, सुरक्षित जागिर र भविष्यको पेन्सन छोड्नु सानो निर्णय थिएन। उनको यो निर्णयले उनका दाइहरू समेत यति निराश भएका थिए कि महिनौसम्म दाजुभाइबीच बोलचाल नै बन्द भएको थियो। 19 मार्च 2018 मा युके मिलिटरी अफ डिफेन्सको वेबसाइटमा लगइन गरेर निम्स दाइले आफ्नो रेजिग्नेसन सबमिट गर्छन्। यही बीच स्पेशल एयर सर्भिस अर्थात् SAS बाट आफ्नो युनिटमा आउन उनलाई प्रस्ताव पनि आउँछ। उनको मिसनको सबैभन्दा ठुलो समस्या फन्डिङ हो भन्ने SAS लाई राम्ररी थाहा थियो। त्यसैले आर्थिक सहयोग र राम्रो र्याङ्क सहितको प्रस्ताव उनको अगाडि राखिन्छ। You have no sponsorship, which is £1 million. You don't have any secure pensions if you leave that, if you leave pool and out of the military. Your wife will not get anything, or your family will not get anything if you die on the mountain, which is almost a lot of chances is there. Look, we will give you 3 rank of promotion. And I was never promoted in pool, and it hurts me. It's okay. We will give you 3 rank of promotion. Not only that, we'll send you to go and do this mountaineering course where you become pretty much a guide. So you go and
do this course in Germany for 2 years. So that's what I really want. That's like it touched me. And then after that, you will come and you will lead the mountain cell in Hereford. That's for me. I think no one had ever offered. तर निम्स दाइले त्यो प्रस्ताव पनि अस्वीकार गर्छन् किनकि अब उनको लक्ष्य मिलिटरी करियरमा माथि पुग्नुभन्दा हिमालहरूको शिखर चुम्नु बनिसकेको थियो। प्रोजेक्ट पोसिबल पुरा गर्न उनलाई करिब 7,50,000 ब्रिटिस पाउन्ड अर्थात् त्यति बेलाको एक्सचेन्ज रेट अनुसार झन्डै 10 करोड 50 लाख नेपाली रुपियाँ चाहिन्थ्यो। तर मिसन सुरु गर्ने समयसम्म त्यसको सानो हिस्सा मात्र जम्मा भएको थियो। आफ्नो सेभिङ सकिए पछाडि उनले घर धितो राखेर पैसा जुटाउने जोखिम समेत लिन्छन्। यस्तो कठिन समयमा उनकी श्रीमती सुचीले पनि उनको निर्णयमा विश्वास र साथ दिन्छन्। अब निम्स दाइले प्रोजेक्ट पोसिबललाई नेपाल, पाकिस्तान र तिब्बत गरी 3 चरणमा विभाजन गर्छन् र आफ्नो मिसनको लागि अनुभवी नेपाली हाई अल्टिट्युड क्लाइमरहरू समेटेर टिम पनि तयार गर्छन्। निम्स दाइ रेकर्ड बनाउन त चाहन्थे तर त्यो सँगसँगै एक्सपेडिसनका कथाहरूमा प्राय पछाडि छोडिने नेपाली क्लाइमरहरूको सिप, साहस र नेतृत्वलाई संसारको अगाडि ल्याउन पनि चाहन्थे। अन्ततः 23 अप्रिलदेखि 29 अक्टोबर 2019 को बीचमा निम्स दाइ र उनको टिमले 14वटा 8000 मिटर पिक केवल 6 महिना 6 दिनमा चढेर देखाउँछन्। यसरी करिब 8 वर्ष रहेको पुरानो रेकर्ड एकैचोटि 189 डेजमा झर्छ। प्रोजेक्ट पोसिबलले आफ्नो नाम जस्तै असम्भव जस्तो देखिने लक्ष्यलाई सम्भव बनाएर देखाउँछ। प्रोजेक्ट पोसिबलकै क्रममा अन्नपूर्णको समिट गरेको केही समयमै 3 दिनदेखि डेथ जोनमा अल्झिएकी एउटै इन्डियन क्लाइमर बचाउन निम्स दाइ आफ्नो टिमसहित फेरि माथि फर्कन्छन्। त्यसपछि कञ्चनजङ्घामा पनि अर्को रेस्क्यु अपरेसनमा उनी संलग्न हुन्छन्। यसरी प्रोजेक्ट पोसिबलको दौरान मात्र निम्स दाइले 4वटा रेस्क्यु अपरेसनमा सहभागी भएको उनको अभियानले जनाएको छ। अब प्रोजेक्ट पोसिबल पछि निम्स दाइको नाम नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय माउन्टेनियरिङ जगतमा पनि चर्चित बन्छ। तर नेपाल फर्किँदा उनले अनुभव गरेको एउटा घटनाले उनको देशभित्रको पहिचान कति जटिल थियो भन्ने कुरा पनि देखाउँछ। निम्स दाइका अनुसार नेपाल माउन्टेनियरिङ एसोसिएसनले उनलाई सम्मान गर्न बोलाउँछ। त्यस पछाडि उनी इटलीबाट नेपाल फर्कन्छन्। तर कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडि मात्र सम्मान कार्यक्रम रद्द भएको उनलाई जानकारी दिन्छ। तत्कालीन पर्यटन मन्त्रीले कार्यक्रममा आफू वा निम्स मध्ये एकजना मात्र उपस्थित हुने शर्त राखे पछाडि कार्यक्रम रद्द भएको निम्सले पछि इट्स माई सोमा दाबी गरेका थिए। मेरो भाइले चाहिँ के भने नि दाइ तपाईँलाई चाहिँ नेपाल माउन्टेनियरिङ एसोसिएसनले सम्मान गर्न चाहन्छ, तपाईँ बाहिर भए पनि एउटा समय निकालिदिनु भन्नुभयो। र मेरो भाइले भनेपछि त है तेरिका यार भनेर मैले समय निकालेँ। म त्यतिखेर इटालीमा प्रेजेन्टेसन दिएर मस्कोमा थिएँ। मस्कोमा प्रेजेन्टेसन मैले चाहिँ रातारात यहाँ आएर बसेँ मारियटमा। अब त्यहाँ चाहिँ फ्री रुम दिनुभएको थियो उहाँको के अरे हाम्रो ओनरले। प्रोग्राम पनि मारियटमा है। म आएर टक्क रेडी भएँ। अब होइन अब यो पुरस्कार भन्दाखेरि चाहिँ रेडी हुने बेलामा चाहिँ मलाई के भन्यो भने निम्स तिम्रो लागि प्रोग्राम क्यान्सल भयो भने कुरा बुझ्नु जाँदाखेरि त हाम्रो पर्यटन मन्त्रीले कि निर्मल आउँछ कि म आउँछु भन्ने खालको कुरा सम्मत भयो क्या। बट वाइ मलाई यति चित्त दुख्यो, हामी यतिसम्म सोध्छौँ। प्रोजेक्ट पोसिबल पुरा भए पछाडि उनले आफ्नो यात्रालाई किताबको रूपमा पनि लेख्छन्। किताबको नाम थियो बियोन्ड पोसिबल। किताब प्रकाशित भए पछाडि पुस्तक सन्डे टाइम्सको टप 10 बेस्ट सेलर सूचीमा पर्न सफल हुन्छ। त्यस्तै उक्त पुस्तकमै सबै 14वटा 8000 मिटर पिक पहिलो पटक चढ्ने रेनल्ड म्यासेनरले पनि निम्स फिजिकल स्ट्रेन्थ मात्र भएको मान्छे नभएर फन्डिङ जुटाउन सक्ने र लजिस्टिक म्यानेज गर्न सक्ने सिप समेत भएको एउटा लिडर हो भनेर लेखेका छन्। अर्थात् प्रोजेक्ट पोसिबल एउटा क्लाइमरको शारीरिक साहसको मात्र कथा थिएन, यो सपना, टिम, पैसा, योजना र असाधारण एक्जिक्युसनको संयुक्त परिणाम थियो। च्याप्टर 5 माउन्ट केटु इन विन्टर। अब करिब 1 वर्ष पछाडि जनवरी 2021मा 37 वर्षको उमेरमै निम्स दाइले फेरि अर्को ठुलो लक्ष्य लिन्छन्। त्यो लक्ष्य थियो संसारको सेकेन्ड मोस्ट टलेस्ट माउन्टेन माउन्ट केटु विन्टरमा चढ्ने। त्यति बेलासम्म 8000 मिटर भन्दा अग्ला 14वटा हिमाल मध्ये केटु मात्र विन्टरमा सफलतापूर्वक चढ्न बाँकी थियो। धेरै प्रयासहरू भएका थिए तर केटुमा हुने तेज हावा अनि अत्याधिक चिसो र बदलिने मौसमले हरेक प्रयासहरू असफल भएका थिए। 16 जनवरी 2021 को साँझ 3वटा फरक एक्सपेडिसन टिमबाट आएका 10 जना नेपाली क्लाइमरहरू एकजुट हुन्छन्। मिङमा ग्याल्जे शेर्पाको टिम, निम्स पूर्जाको टिम
र सोना शेर्पा जो 7 समिट ट्रेकसँग सम्बन्धित थिए, यी सबै एउटै लक्ष्यको लागि अन्तिम समिट पुसमा निस्किन्छन्। समिटभन्दा करिब 10 मिटर तल उनीहरूले एउटा ऐतिहासिक निर्णय लिन्छन्। कोही एकजनाले मात्र पहिलो पटक समिट नगरोस् भनेर सबैजना एकै ठाउँमा कुट्छन् र सबै आए पछाडि हात समाउँछन् र नेपालको राष्ट्रगान गाउँदै एकसाथ समिटतिर अघि बढ्छन्। त्यो दिन हावाको बलियो गतिका कारण शरीरले महसुस गर्ने चिसो करिब -65 डिग्री सेल्सियस जतिको थियो। कठोर चिसो, हावाको तीव्र गति र अत्याधिक जोखिमका बीच नेपाली टिमले K2 को इतिहासमा पहिलो विन्टर एसेन्ट सफल गर्छ। र यो समिटको अर्को विशेष कुरा के थियो भने 10 जना मध्ये निर्मल पूर्जा मात्र एक्लै सप्लिमेन्टल अक्सिजन बिना समिट पुग्न सफल भएका थिए। अब यो सफलताको सबैभन्दा महत्त्वपूर्ण पक्ष निम्स दाईको रेकर्ड होइन, यो 10 जना नेपाली क्लाइम्बरले सँगै हासिल गरेको सामूहिक ऐतिहासिक उपलब्धि थियो। दशकौंदेखि हिमाल चढ्नेहरूको कथाहरूमा नेपाली क्लाइम्बरहरू प्राय गाइड वा सहयोगीको रूपमा मात्र देखिने गर्थे। K2 को यो विन्टर एसेन्टले भने नेपाली क्लाइम्बरहरू हिमालमा सहयोगी मात्र होइन, आफै नेतृत्व गर्ने र इतिहास बनाउने क्लाइम्बरहरू पनि हुन् है भन्ने सन्देश संसारलाई दियो। K2 को ऐतिहासिक सफलता पछाडि निम्स दाईको पहिचान माउन्टेनरिङ जगतमा मात्र सीमित रहेन। 29 नोभेम्बर 2021 मा उनको प्रोजेक्ट पोसिबलमा आधारित 14 पिक्स नथिङ इज इम्पोसिबल नेटफ्लिक्समा वर्ल्ड वाइड रिलिज भयो। डाइरेक्टर टर्कल जोन्सले बनाएको 101 मिनटको यो डकुमेन्ट्रीमा प्रोजेक्ट पोसिबलको यात्रा, उनको मिलिटरी पृष्ठभूमि र नेपाली क्लाइम्बरहरूको भूमिका समेटिएको थियो। फिल्म तयार गर्न 100 घण्टाभन्दा बढी फुटेजहरू प्रयोग गरी करिब 18 महिना लगाएर कथा निर्माण गरिएको थियो। डकुमेन्ट्री रिलिज भए पछाडि निम्स दाई माउन्टेनियरिङको सीमाभन्दा बाहिर निस्केर ग्लोबल सेलिब्रिटी बन्छन्। उनको अनुहार, उनको यात्रा र नथिङ इज इम्पोसिबल अनि गिभिङ अप इज नट इन द ब्लड सर भन्ने सन्देश संसारभर पुग्छ। Giving up is not in the blood, sir. It's not in the blood. अब 2022 मै निम्स दाईले विन्सर क्यासलमा ब्रिटिस रोयल फ्यामिलीबाट MBE को मेडल ग्रहण गर्छन्। MBE अर्थात् मेम्बर अफ द अर्डर अफ द ब्रिटिस इम्पायर। उनलाई 2018 मै हाई अल्टिट्युड माउन्टेनियरिङमा गरेको योगदानको लागि MBE घोषणा गरिएको थियो। इन्ट्रेस्टिङ कुरा त सेरोमनीको भोलिपल्ट बिहान उनी फेरि K2 एक्सपेडिसनको लागि निस्कन्छन्। त्यही वर्ष निम्स दाई फाउन्डेसन पनि सुरु हुन्छ। फाउन्डेसनको घोषित लक्ष्य हिमाली समुदायमा शिक्षा, स्वास्थ्य, वातावरण र विपदको समयमा सहयोग पुर्याउने थियो। यता निम्स दाईको रेकर्ड बनाउने यात्रा अझै रोकिएको थिएन। मे 2022 देखि अक्टोबर 2024 सम्म उनले सप्लिमेन्टल अक्सिजन प्रयोग नगरी सबै 14 वटा 8000 मिटर भन्दा माथिका पिकहरू चढेर अर्को रेकर्ड पुरा गर्छन्। गिनिज वर्ल्ड रेकर्ड अनुसार उनलाई यो यात्रा पुरा गर्न 2 वर्ष 150 दिन लागेको थियो र 14 वटा 8000 मिटर भन्दा माथिका पिकहरू दुवै पटक चढ्ने पहिलो व्यक्ति पनि निम्स दाई नै बन्छन्। 2024 को अन्त्यतिर न्यू गिनियाको कास्टिन्स पिरामिड समिट गरे पछाडि उनले प्रत्येक महादेशको सबैभन्दा अग्लो हिमाल समेटिने 7 समिट च्यालेन्ज पनि पुरा गर्छन्। त्यसपछि 2025 मा निम्स दाईले अर्को मिसन घोषणा गर्छन्, ह्याट्रिक च्यालेन्ज। यस अन्तर्गत 14 वटा 8000 मिटर पिक र 7 समिट दुवै च्यालेन्ज तेस्रो पटक पुरा गर्ने उनको लक्ष्य थियो। उनले यो मिसन आफै फन्ड गर्ने र यसबाट जुट्ने डोनेसन तथा स्पोन्सरसिप निम्स दाई फाउन्डेसनका लागि प्रयोग गर्ने घोषणा गरेका थिए। यसरी निम्स दाई छोटो समयमै आफ्नो प्रोजेक्टको फन्डिङ जुटाउन घर धितो राख्ने क्लाइम्बरदेखि आफ्नै एक्सपेडिसन कम्पनी र फाउन्डेसनको मालिक हुँदै ग्लोबल ब्रान्डको केन्द्र बनिसकेका थिए। उनी माउन्टेनियरिङ, मिडिया, बिजनेस र सेलिब्रिटीको सङ्गम बनिसकेका थिए। च्याप्टर 6 कन्ट्रोभर्सिज। तर निम्स दाईको प्रसिद्धि जति बढ्दै गयो उनीमाथि उठ्ने प्रश्न र विवाद पनि त्यति नै बढ्दै गए। यो विवाद उनको क्लाइम्बिङ रेकर्डमा मात्र सीमित थिएन। उनले प्रयोग गरेका क्लाइम्बिङ मेथड, उनको एक्सपेडिसन बिजनेस र उनको व्यक्तिगत आचरणमाथि समेत गम्भीर प्रश्नहरू उठ्न थाले। जस्तै प्रोजेक्ट पोसिबलमा सप्लिमेन्टल अक्सिजन, हेलिकप्टर ट्रान्सफर र ठूलो लजिस्टिकल सपोर्ट प्रयोग गरिएको भन्दै केही ट्रेडिसनल माउन्टेनरहरूले यो रेकर्डलाई अक्सिजन र र्यापिड ट्रान्सपोर्ट बिना गरिने अन्य क्लाइम्बिङसँग तुलना गर्न नमिल्ने तर्क गरे। त्यस्तै धौलागिरी र मनास्लुमा उनले सुरुमा भौगोलिक रूपमा मानिने ट्रु समिट पुगेका थिएनन् भन्ने प्रश्न पनि उठ्यो। त्यस्तै उनको कम्पनी इलाइट एक्सपेडिसन मार्फत महँगा कमर्सियल एक्सपेडिसन सञ्चालन गर्न थाले पछाडि उनको सफलताले माउन्टेनियरिङलाई झन् रेकर्ड ओरिएन्टेड र कमर्सियल बनाएको पो हो कि भन्ने बहस पनि सुरु भयो। यसैबीच 21 सेप्टेम्बर 2022 मा काठमाडौँको कपनमा रहेको इलाइट एक्सपेडिसनको अफिसमा भएको आगलागीले अर्को गम्भीर विवाद जन्मायो।
कम्पनीले भाडामा लिएको घरको ग्राउन्ड फ्लोरमा एक्सपेडिसनको लागि राखेका अक्सिजन सिलिन्डर विस्फोट हुँदा 3 जना कर्मचारीको मृत्यु भयो र घरमा पनि ठूलो क्षति पुग्यो। घरधनीले जोखिमपूर्ण सामग्री अनुमति बिना राखेको र कम्पनीले क्षतिपूर्ति दिन अस्वीकार गरेको आरोप लगाए। तर यी सबैभन्दा गम्भीर विवाद चाहिँ 2024 मा बाहिर आयो। 2 जना महिलाले निम्स दाईमाथि सेक्सुअल मिसकन्डक्ट गरेको गम्भीर आरोप लगाए। निम्स दाईले भने ती आरोपहरूलाई फल्स एन्ड डिफमेटरी अर्थात् झुटो र मानहानि गर्ने आरोप भएको भन्दै अस्वीकार गरे। यसले उनको पब्लिक इमेज, स्पोन्सरसिप र क्लाइम्बिङ कम्युनिटीमा ठूलो बहस जन्मायो। यिनै कारणले तत्कालीन एमपी राजेन्द्र बजगाईले त निर्मल पूर्जालाई नेपाल प्रवेशमै रोक लगाउनु पर्छ भन्दै सदनभित्रै आवाज उठाएका थिए। निर्मल पूर्जा निम्स दाईले सेक्सुअल ह्यारेसमेन्ट गर्यो भनेर छापिएको थियो। यो समाचार नेपालको लागि असाध्यै नराम्रो समाचार हो। उनी कहिले डोरी टाङ्ने शेर्पाहरूलाई डोरी काट्यो भनेर नेपालको बदनाम गरिरहन्छन्, कहिले नेपाली नागरिकतामा हिमाल चढिरहन्छन्, पछि आफ्नो नागरिकता सरेन्डर गर्छन्। यस्ता व्यक्तिलाई नेपालको सरकारले अथवा पर्यटन मन्त्रालयले नेपाल आउन बन्देज गर्नु पर्यो। धन्यवाद। अब हामीले यी सबै कन्ट्रोभर्सिजको बारेमा अझै डिटेलमै द कन्ट्रोभर्सियल लाइफ अफ निम्स दाई भन्ने यो अर्को भिडियोमा 2 वर्ष अगाडि नै कुरा गरिसकेका छौँ। हेर्नु भएको छैन भने पक्कै पनि हेर्नु होला। च्याप्टर 7 ब्रोड पिक। आफ्नो ह्याट्रिक च्यालेन्जलाई निरन्तरता दिने क्रममा जुलाई 2026 मा निम्स दाई फेरि पाकिस्तान पुग्छन्। सुरुमा उनको टार्गेट गेसरब्रम सेकेन्ड अर्थात् G2 मात्र चढ्ने थियो। 21 जुलाई 2026 बिहान 11:35 मा निम्स दाई सप्लिमेन्टल अक्सिजन बिना G2 समिट गर्न सफल पनि हुन्छन्। उनको टिमको रेकर्ड अनुसार यो उनको 57,8000 मिटर समिट र अक्सिजन बिनाको 29th समिट थियो। तर G2 समिट गरे पछाडि उनको योजना बदलिन्छ। उनले आफ्नो समिट ट्याली हेर्दा अर्थात् क्लाइम्बिङ रेकर्ड हेर्दा अब एउटा सम्भावना देख्छन्। यदि पाकिस्तानमै हुँदा ब्रोड पिक पनि अक्सिजन बिना समिट गरे, सबै 14वटा 8000 मिटर माथिका पिक अक्सिजन बिना 2 पटक चढ्न अब चोयो मात्र बाँकी रहने थियो। चोयो पनि पुरा गरे पछाडि अक्सिजन बिना सबै 14 पिक 2 पटक चढ्ने अर्को वर्ल्ड रेकर्ड उनको नाममा आउन सक्थ्यो र यही हिसाबले उनको योजना बदलिन्छ। ह्याट्रिक च्यालेन्ज मुख्य मिसन भए तापनि निम्स दाईले ब्रोड पिकमा अर्को एटेम्प गर्ने निर्णय गर्छन् र 27 जुलाई 2026 मा इन्स्टाग्राम र एक्समा आफ्नो बदलिएको योजना पब्लिक गर्दै उनले लेख्छन्, ब्रोड पिक आई आस्क फर नथिङ बट सेफ प्यासेज अप एन्ड ब्याक डाउन। ब्रोड पिक पाकिस्तानको काराकोरम रेन्जमा अवस्थित 8051 मिटर अग्लो र संसारको 12औं अग्लो हिमाल हो। नर्मल रुटको आधारमा यसलाई केही अरू 8000 मिटर पिकहरू भन्दा कम्प्यारेटिभली लेस टेक्निकल मानिने गर्छ। तर कुनै पनि 8000 मिटरको हिमाल चढ्न सजिलो हुँदैन र यो पटक ब्रोड पिकको अवस्था सामान्य थिएन। 18 जुलाईको आँधीले क्याम्प 2 र क्याम्प 3 बीचको स्नो सर्फेसमा विन्ड क्रस्ट बनाएको थियो, अर्थात् बाहिरबाट बलियो देखिए पनि भित्र कमजोर र अस्थिर हिउँको लेयर। त्यसमाथि 22 जुलाईदेखि लगातार नयाँ हिउँ पनि पर्न थाल्छ। नयाँ हिउँले सेटल हुने समय नपाए पछाडि माउन्टेनमा एभालान्सको रिस्क झन् बढ्थ्यो। यही रिस्क देखेर धेरै एक्सपेडिसन टिमले आफ्नो समिट एटेम्प रोकी ब्रोड पिक छोडिसकेका थिए। तर निम्स दाईको इलाइट एक्सपेडिसन, सोयल साइलको टिम, इमेजिन नेपाल र 7 समिट ट्रेकसँग सम्बन्धित क्लाइमरहरू ब्रोड पिकमै रहन्छन्। 29 जुलाईमा उनीहरू क्याम्प 2 मा पुग्छन्। भोलिपल्ट क्याम्प 3 तिर बढ्ने र त्यस पछाडि समिट पुस गर्ने उनीहरूको योजना थियो। तर 30 जुलाईको बिहान क्याम्प 2 बाट क्याम्प 3 तिर बढिरहँदा करिब 6600 मिटरको उचाइमा ठुलो एभालान्स आउँछ। एभालान्सले निम्स दाई सहित 10 जना क्लाइमरको पुरा ग्रुपलाई चपेटामा पार्छ। जीपीएस ट्र्याकरहरूले क्लाइमरहरूको लोकेसन 81 बदलिएको देखिन्छ। तर बेस क्याम्पमा रहेका मान्छेहरूले घटना भएको तुरुन्तै थाहा पाउँदैनन्। रिपोर्ट अनुसार घटना सम्बन्धी अलार्म करिब 13 घण्टापछि मात्र बेस क्याम्पसम्म पुग्छ। खबर बाहिर पछाडि पाकिस्तान आर्मी अनि अल्पाइन क्लब अफ पाकिस्तान र नेपाली पाकिस्तानी क्लाइमरहरू सर्च एन्ड रिकभरी मिसनमा संलग्न हुन्छन्। निम्स दाईको व्यावसायिक साझेदार र हाल नेपालका एमपी समेत रहेका मिङमा डेभिड शेर्पा पाकिस्तान पुग्छन्। केटुमै रहेका मिङमा ग्याल्जो शेर्पा सहितको अन्य क्लाइमरको टोली पनि आफ्नो समिट एटेम्प रोकी ब्रोड पिकमा भइरहेको रिकभरी अपरेसनमा सहभागी हुन्छन्। तर खराब मौसम, बदलिने भिजिबिलिटी र अस्थिर स्नो कन्डिसनले अपरेसन अन्ततः कठिन बनाउँछ। सुरुको सर्चमा ओमानी क्लाइमर नादिरा अल हार्दी, अमेरिकन क्लाइमर मेलोनी गाइज र नेपाली क्लाइमर पूर्णबहादुर गुरुङको मृत्यु कन्फर्म हुन्छ। पछि रिकभरी टिमले निम्स दाई, चाइनिज क्लाइमर वाङजुङ, नेपाली क्लाइमरहरू निमा शेर्पा, ग्यालु शेर्पा र किलिपेमा शेर्पालाई पनि रिकभर गर्छ। यसरी ब्रोड पिकको त्यो एभालान्सले निम्स दाईको एम्बिसियस जर्नीलाई यहीँ रोकिदिन्छ।
Tonight we drink, tomorrow we plan. The biggest strength I have is I have no fear. र माउन्टेनले फेरि एकपटक एउटा कठोर सत्य सम्झाउँछ। अनुभव, रेकर्ड, रेपुटेसन र आत्मविश्वास जति नै ठुलो भए पनि प्रकृतिको अगाडि नो क्लाइमर इज इन्भिन्सिबल। हस्त, थ्याङ्क यू फर वाचिङ।